सबैलाई नमस्ते। तपाईँलाई टासिदिले खेपुला है। म चाहिँ अहिले घडी चाहिँ हामी दुई गाडी चाहिँ र दार्जिलिङबाट हामी चाहिँ तकदा लामाटा तिनचुले देखाएर तकदा स्टेज आज चाहिँ हाम्रो र हामी चाहिँ दुई गाडी आएको यहाँनिर चाहिँ र हामी दुई गाडी आउँदाखेरि चाहिँ अब हामी चाहिँ एउटा गाडी चाहिँ यहीँ छोडिदिने र एउटा गाडीमा चाहिँ हामी चाहिँ दार्जिलिङ फर्किने र बिहान आउने हामी र म चाहिँ फर्स्ट टाइम यो तकदा 12 नम्बर उयसमा आएको यो बङ्गलोमा आएको र यहाँ जग्गा चाहिँ एकदम दामी छ है। राम्रो पनि छ, जग्गा पनि एकदम दामी छ र म र यो छ विनय हो मेरो साथी र हामी दुई गाडी आएको र दुई गाडी आउँदाखेरि चाहिँ हामीले चाहिँ हामी चाहिँ निर्णय गऱ्यौँ एउटा गाडी चाहिँ हामी चाहिँ यहीँ छोडिदिने र एउटा गाडी चाहिँ हामी लिएर आउने। भोलि यहाँबाट फेरि हाम्रो चाहिँ एनजेपी ड्रप छ र एनजेपी ड्रप यिनीहरूको वन्दे भारतको ट्रेन रहेछ र हामी बिहान 7 बजी उताबाट निक्लेर यहाँ 8 साढे 8सम्म आएर चाहिँ हामी चाहिँ यहाँनिर चाहिँ फेरि भोलि चाहिँ यहाँबाट चाहिँ हाम्रो एनजेपी ड्रप छ यिनीहरू र हाम्रो दुई गाडी छौँ र यिनीहरू पहिला चाहिँ क्रुस्टामा आएको रहेछ र यिनीहरूलाई चाहिँ अलिकति एउटा गाडीमा चाहिँ अलिकति साह्रो परेर चाहिँ अहिले दुइटा वेगनर गरेको छ। सेम कलरको वेगनर छ हामी दुई भाइकै र फर्स्ट टाइम आएको यो 12 नम्बर बङ्गलो भन्नेमा चाहिँ र दामी रहेछ। भित्र चाहिँ ब्रिटिस टाइमको जस्तो रहेछ, तपाईँले हेरिहाल्नुहोस् कस्तो दामी रहेछ। म त फर्स्ट टाइम आएको र हामीलाई चाहिँ यहाँनिर चाहिँ ड्राइभरहरू बस्ने रुमहरू चाहिँ छैन रहेछ र हामी रुम नभएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ घर लाग्ने र एउटा गाडी लिएर लाग्ने र बिहान चाहिँ हामी आउने र बिहान आउने र यिनीहरूलाई फेरि यहाँबाट पिकअप गरेर हामी एनजेपी जाने र एनजेपी नि हामी दार्जिलिङ जोरबङ्गला भएर जाने, किनभने सेवकको बाटोमा धेरै जाम छ र जाम भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यति साह्रो त्यहाँनिर भएर यिनीहरूको वन्दे भारतको ट्रेन छ, ट्रेन भएको गर्दाखेरि चाहिँ हामी त्यति जानु पाउँदैनौँ र हाम्रो टुरिस्टहरू यिनीहरू हो र दुई गाडीको टुरिस्ट हो यिनीहरू। र राम्रो छ, बङ्गलोहरू दामी छ। तपाईँहरू कहिले पनि आउनुहुन्छ नि यो 12 नम्बर बङ्गलोमा तपाईँ आउनुहोस्, बस्नुहोस्, होल्ड गर्नुहोस्, दामी छ। तर यो अनलाइन बुकिङ गरेर आउनुहोस्, अफलाइनमा चाहिँ तपाईँको प्रायः जस्तो बुकिङ हुँदो रहेछ यो जग्गामा चाहिँ। र तपाईँहरू कहिले पनि आउनुहुन्छ भने यो 12 नम्बर बङ्गलो ड्राइभरहरूलाई थाहै छ 12 नम्बर बङ्गलो भनेर र यहाँ चाहिँ त्यति साह्रो चाहिँ ड्राइभरहरूलाई बस्ने जग्गा छैन रहेछ र म त्यति भन्नु चाहन्छु। राम्रो रहेछ, जग्गा राम्रो लाग्यो। माथितिर फाइन फरेस्ट पुरा रहेछ, हेर्नुहोस् यो पानी फरेस्ट, मुनि चाहिँ बाटो चाहिँ अब सिमेन्टको बाटो छ, यहाँ मुनि बाटोहरू छ। यी हेर्नुहोस् बाटोहरू छ, यहाँ मुनितिर बाटो रहेछ। यी राम्रो लाग्यो, जग्गाहरू दामी छ, सुनसान जग्गा रहेछ। आउने बित्तिकै टुरिस्ट चाहिँ धेरै खुसी भइहाल्यो यो जग्गा देखेर र राम्रो लाग्यो। ल तपाईँलाई अगर मेरो भिडियो मन पऱ्यो भने लाइक गरिदिनु, सेयर गरिदिनु, कमेन्ट गरिदिनु।